हेलो एभ्रिवान, आज नयाँ भिडियो लिएर आइसकेको छु। अन्त आजको भिडियोमा चाहिँ म तपाईहरुलाई के भन्न चाहन्छु भने चाहिँ इन्स्ट्यान्ट स्किनलाई कसरी व्हाइटनिङ ब्राइटनिङ बनाएर राख्न सक्नुहुन्छ। सो तपाईहरु पनि अब होम रेमेडी गर्दा गर्दा है तपाईलाई मक्कै लागिसक्यो, तपाईहरुको स्किनमा केही फरक आउँदैन भन्यो भने चाहिँ तपाईलाई इन्स्ट्यान्ट व्हाइटनिङ एन्ड ब्राइटनिङ स्किन चाहियो भने चाहिँ यहाँ हेर्नुस् त, मार्केटमा चाहिँ यो भिटामिन सी सिरम क्याप्सुल चाहिँ एभाइलेबल छ है, तपाईहरु पनि गएर लिनुहोस्। मैले पनि यो लिएको है, यसको चाहिँ मैले 110 मा लिए यसलाई चाहिँ मैले है। अन्त यसले चाहिँ तपाईको स्किन चाहिँ एकदम व्हाइट बनाइन्छ है, अन्त ब्राइट पनि हुन्छ। अन्त यहाँ लेखेको पनि छ भिटामिन सी स्किन ब्राइटनिङ फेसियल ओइल भनेर यहाँ लेखेको पनि छ। अन्त यो लगाएर चाहिँ एकदम इन्स्ट्यान्ट ग्लो एन्ड व्हाइटनिङ, जसलाई पनि व्हाइट एकदम गोरो हुनु मन छ है उहाँहरुको लागि चाहिँ यो हो है। अन्त जसले पनि अब जति पनि लाउँछु तर पनि जति पनि अनुहारमा दुनिया घस्छु तर पनि किन म चाहिँ गोरो हुँदिन भन्नेहरुलाई चाहिँ पस्तावा छ भने चाहिँ जे लाउँदा पनि हुँदैन भन्ने छ भने चाहिँ उहाँहरुको लागि हो यो भिडियो चाहिँ। यो लाउनुहोस्, एकदम इन्स्ट्यान्ट ग्लो हुन्छ र गोरो पनि हुन्छ। अन्त यसलाई चाहिँ कसरी लाउनु पर्ने सो त्यो म तपाईलाई भन्छु। तर यो चाहिँ तपाईहरुले डेमा युज नगरेर नाइटमा युज गर्नुहोस्, नाइटमा लगाएर सुत्नुहोस्। अन्त भोलिपल्ट हैन मर्निङमा चाहिँ आफ्नो फेसलाई मजाले पानीले सफा गर्नुहोस्, एकदमै तपाईको फेस हेर्नुहोस् एकदम ग्लो गरिरहेको हुन्छ, स्किन चाहिँ गोरो भइरहेको हुन्छ। र यसलाई युज कसरी गर्नु भनेर म देखाउँछु। डेमा पनि लाउनु सक्छ तर डेमा चाहिँ नलगाउनुहोस्। अलिक मलाई चाहिँ लाग्छ कि है घामहरूले चाहिँ डढ्छ, झन् डराउँछ जस्तो लाग्छ, किनकि मैले पनि यो युज गरेको त बेसी भएको छैन। तर मैले चाहिँ यसको चाहिँ रिजल्ट चाहिँ पाएको भन्दा चाहिँ नाइटमा म चाहिँ नाइटमा लगाएर सुत्छु भकै कुरा हैन, डेमा म लगाउँदिन। अन्त मलाई चाहिँ डर्छ जस्तो लाग्छ, किनकि यो फेसियल ओइल भन्छ नि त यसलाई चाहिँ हैन, फेसियल क्याप्सुल भन्छ नि त। अन्त फेसियल भन्ने बित्तिकै त हामी जहिले पनि पार्लरमा पनि फेसियल गर्नु जाँदाखेरि उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले भन्नुहुन्छ कि के अरे घाममा ननिस्किहाल्नु स्किन डर्छ भनेर भन्छ हैन। सो त्यही भएर यो पनि त्यही हो सेम हैन, फेसियल ओइल हो, फेसियल क्याप्सुल हो। सो यो पनि डेमा लगाएर तपाईहरु नहिँड्नुहोस्, बेलुका नाइटमा लगाएर युज गर्नुहोस्। म यसलाई कसरी युज गर्छ तपाईलाई देखाउँछु है। यहाँ हेर्नुहोस् है, मैले यो चाहिँ पहिल्यै युज गरिसकेको छु, त्यही भएर यो खुल्लै छ। अन्त हेर्नुहोस् त, यस्तो खालके हुन्छ यो चाहिँ, यस्तो छ हो, ओरेन्ज कलरमा यस्तो छ। अन्त अर्को क्याप्सुल पनि हुन्छ है, त्यो चाहिँ ग्रीन कलरमा हुन्छ, त्यो चाहिँ निकाल्दा पनि पानी जस्तो निस्किन्छ, त्यो पनि नाइटमै लगाउने हो हैन। त्यो पनि भिटामिन ओइलहरु नै हो। अन्त यो पनि फेसियल ओइल, यो चाहिँ भित्र यसको पानी जस्तो हुँदैन, यसमा चाहिँ व्हाइट कलरको हुन्छ, एकदम क्रिम जस्तो। क्रिम निकाल्दाखेरि हामीले कस्तो हुन्छ व्हाइट कलरमा हुन्छ नि, सो यो पनि व्हाइट कलरमै हुन्छ। अन्त जसले पनि युज गर्नुभएको छ उहाँहरूलाई त थाहै नै होला, अन्त जसले युज गर्नुभएको छैन उहाँहरूको लागि नै हो यो भिडियो। त तपाईहरु पनि हेर्नुहोस्। अन्त नाइटमा चाहिँ यसलाई लगाएर सुत्नुहोस्। एउटा डल्लै लगाउनु पनि पर्दैन, मैले पनि फर्स्टमा डल्लै लगाउँथे हैन। डल्लै लगाए भने त यति बिघ्न गोरो हुन्छ कि सेतो हुन्छ कि घरकै मान्छेले पनि चिन्दैन, घरको बुढाले पनि चिन्दैन हो, बुढालाई पनि चिन्नु साह्रो पर्छ। अनि त्यही भएर चाहिँ यसलाई चाहिँ आधी आधी गर्दै लगाउनुहोस्, एकदमै रिजल्ट राम्रो हुन्छ। बिहान धुँदाखेरि स्किन पनि एकदम ब्राइटनिङ व्हाइटनिङ भइरहेको हुन्छ। सो अब चाहिँ बेसी नबोली म यसलाई युज गरेर देखाउँछु तपाईलाई। सो भिडियोमा बनिरहनुहोस्। सो हेर्नुहोस् है त, अब यसलाई म युज गरेर देखाउँछु। यसलाई चाहिँ कैँचीले सानो काट्नुहोस्। अन्त यस्तो खालके यहाँ देखाउँछु म, यस्तो खालके निस्किन्छ। अन्त यसमा चाहिँ मैले अलिकति छ, यहाँ अलिकति छ, यो चाहिँ राखेको छु। यसलाई डल्लै युज गर्नु पर्दैन, डल्लै युज गऱ्यो भने चाहिँ तपाईँ यति बिघ्न गोरो हुन्छ कि आफूलाई पनि चिन्दैन फेरि, त्यही भएर चाहिँ आधी नै युज गर्नुहोस्। अन्त मैले यहाँ लिएको छु, यहाँनिर मोइस्चराइजर, कुनै पनि मोइस्चराइजर क्रिम दुईटा मिक्स गरेर लाउनुपर्छ। यहाँ चाहिँ मेरो यो खतम भइसकेको छ। अगर तपाईले डेमा लगाउनुहुन्छ, कसैको बिहामा जानु छ, तपाईलाई इन्स्ट्यान्ट ग्लो चाहिन्छ भने चाहिँ तपाईले मोइस्चराइजरसँग मिक्स गरेर दुईटा मिक्स गरेर लगाउनुहोस्। अगर नाइटमा लगाउनुहुन्छ भने चाहिँ यतिकै लाउँदा पनि हुन्छ, यो क्रिम मात्रै लगाउँदा पनि हुन्छ, अनि तपाईको नाइट क्रिमसँग मिक्स गरेर लाउँदा पनि हुन्छ। सो डेमा लगाउनुहुन्छ भने चाहिँ
यो मोइस्चराइजर क्रिमसँग मिक्स गरेर लगाउनुपर्छ। अब यसलाई म चाहिँ लगाएर देखाउँछु। अहिले चाहिँ स्किन यतिको छ है, अब कतिको गोरो हुन्छ हेरौँ है। फेसियल गर्नु जानै पर्दैन पार्लरमा हो, यति बिघ्न बनाइन्छ तपाईँलाई कि अहिले नै फेसियल गरेर आएको जस्तो हुन्छ, स्किन ब्राइटनिङ हुन्छ एकदम। हेर्नुहोस् है, स्किन चाहिँ साइनिङ भइरहेछ नि, ब्राइटनिङ भइरहेछ। गरम कतिको भएको छ हेर्नुहोस् त। अघि कस्तो थियो है, अहिले यो क्रिम लगाएर चाहिँ इन्स्ट्यान्ट मेरो फेस पनि ब्राइटनिङ भयो, साइनिङ पनि गरिरहेछ। डेमा लाउनुहुन्छ भने चाहिँ कुनै पनि मोइस्चराइजर क्रिमसँग लगाउनुहोस्। अन्त नाइटमा हुनुहुन्छ भने चाहिँ तपाईँको नाइट क्रिम जे पनि छ त्योसँग मिक्स गरेर लाउनुहोस्। नाइटमा लाउँदा पनि हुन्छ, के भन्छ डेमा लाउँदा पनि हुन्छ। तर नाइटमा लगायो भने चाहिँ मैले अघि नै भने अलिक स्किन डर्छ जस्तो लाग्छ मलाई। सो मैले पनि यो डेमा चाहिँ लगाएको छुइनँ, डर्छ डर्दैन त्यो पनि म भन्नु सक्दिनँ। तर तपाईँहरूलाई अगर बिहामा जानु छ कसैको, इन्स्ट्यान्ट तपाईँलाई ग्लोइङ वाइटनिङ चाहिएको छ भने चाहिँ यो लगाएर जानुहोस्। यसले चाहिँ एकदम तपाईँको स्किन, तपाईँलाई चाहिँ 100जना मान्छेले चाहिँ हेरेर सोध्नेछ के लगाएर आयो, अहिले नै फेसियल गरेर आयो क्या हो भनेर। हेर्नुहोस् त यहाँ नेक र स्किन कति डिफ्रेन्ट देखिरहेछ। यहाँनिर हेर्नुहोस् र यहाँ हेर्नुहोस्। सो जसलाई पनि इन्स्ट्यान्ट ग्लो चाहिएको छ, यो फेसियल ओइल मार्केटमा एभाइलेबल छ, युज गर्नुहोस्। र तपाईँलाई यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट गर्नुहोस्। सो तपाईँहरू पनि युज गर्नुहोस्, एकदमै यो चाहिँ हार्मफुल छैन। स्किन चाहिँ म पनि यसलाई लाउँछु नाइटमा, एकदमै राम्रो छ। बिहान उठ्दा चाहिँ यसलाई धुँदाखेरि रातभरि राखेर चाहिँ बिहान धुँदा चाहिँ एकदम रिजल्ट राम्रो आउँछ। अन्त मेरो पनि स्किनहरू अहिले एकदमै राम्रो भएको छ यो लगाएर। मेरो स्किन एकदम डल थियो होइन, ब्राइट थिएन, अनि स्किन एकदम के भन्नु एकदमै अब स्किनमा चाहिँ एकदमै ब्राइटनिङै थिएन मेरो। तर यो लगाउनु जब स्टार्ट गरेँ एकदम स्किन पनि साइनिङ हुन्छ, ब्राइटनिङ हुन्छ, अन्त वाइटनिङ पनि भएको छ। सो तपाईँहरू पनि युज गर्नुहोस्। आजको भिडियो यति नै। सो बाई बाई सबैलाई।